जितम है श्याम दाजुको प्यानललाई जितम है ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् मनमा पाप कोहीले नजितम है श्याम दाजुको प्यानललाई जितम है ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् स्वतन्त्रमै दिइराख्नुहोस् ध्यान त असल मान्छे सामाजिक अभियान त ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् स्वतन्त्रमै दिइराख्नुहोस् ध्यान त असल मान्छे सामाजिक अभियान त ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् पानी धारा घर घरमा बन्ने छन् सबले कति राम्रो ठाउँ भन्ने छन् ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् पानी धारा घर घरमा बन्ने छन् सबले कति राम्रो ठाउँ भन्ने छन् ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् पर्यो समय अगाडि सर्नलाई 4 नम्बरको विकास गर्नलाई ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् पर्यो समय अगाडि सर्नलाई 4 नम्बरको विकास गर्नलाई ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् जुर्मुराउनुहोस् युवा र आमा बाउ उदाहरण बन्ने छ हाम्रो ठाउँ ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् जुर्मुराउनुहोस् युवा र आमा बाउ उदाहरण बन्ने छ हाम्रो ठाउँ ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् श्याम दाजुको राम्रो काम हेर्नु छ हाम्रो ठाउँको मुहार फेर्नु छ ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् श्याम दाजुको राम्रो काम हेर्नु छ हाम्रो ठाउँको मुहार फेर्नु छ ए हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची ए हजुर कैँचीमै भोट हाल्नुहोस् राम्रो विकास हुनेछ जहिले कैँचीमै भोट हाल्नुहोस् है सबैले ए हजुर गर
चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् राम्रो विकास हुनेछ जहिले कैँचीमै भोट हाल्नुहोस् है सबैले हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् शिक्षा स्वास्थ्य सब राम्रो हुनेछ विकासले झन् शिखर नै छुनेछ हजुर डर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् शिक्षा स्वास्थ्य सब राम्रो हुनेछ विकासले झन् शिखर नै छुनेछ हजुर डर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् स्वास्थ्य चौकी समयमा खुल्नेछन् रोजगारीका सिर्जना खुल्नेछन् हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् स्वास्थ्य चौकी समयमा खुल्नेछन् रोजगारीका सिर्जना खुल्नेछन् हजुर गर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् भोट हाल्नलाई नगर्नुहोस् तोलमोल शान्त सुन्दर हुनेछ हरेक हजुर डर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् भोट हाल्नलाई नगर्नुहोस् तोलमोल शान्त सुन्दर हुनेछ हरेक हजुर डर चिन्ता फाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् दायाँ बायाँ केही पनि नसोची हजुर कैँचीमै भोट हाल्नुहोस् नमस्कार, म श्याम कुमार अधिकारी, कीर्तिपुर 4 स्वतन्त्र वडा अध्यक्ष उम्मेद्वार। शिक्षा, स्वास्थ्य, रोजगार एवं उद्यमशीलताको विकासबाट वडालाई स्वावलम्बी समाज निर्माण गर्दै सबै दल र स्वतन्त्र नागरिक समाजलाई समेट्न सक्ने स्वतन्त्र उम्मेद्वारको रूपमा तपाईको घर आँगनमा आउँदैछौं। त्यसैले यही वैशाख 30 गते हुन गइरहेको स्थानीय निर्वाचनमा म लगायत वडाको सम्पूर्ण वडा सदस्य प्यानललाई कैँची चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिनु हुन हार्दिक अपील गर्दछु। जय चम्पादेवी माता। वडा नम्बर 4 के भन्छ? Oh, I'm not. No.
होइन चारवटा बस आउँदैछ अहिले सबैलाई बस्न सबैलाई बसमा राखेर माथि लाने भने खाले अब यहाँबाट होला क्या